डार्लिङ त हो नि त मेरो। Happy birthday to you. Happy birthday to you. Happy birthday to you, Votini. Happy birthday to you. लो मिलन जी कहाँ जानुभयो यार? यस जोडा भनेको कहाँ जानु मिलन जी? ठ्याक्क मिलन जी जोड जाने गइहाल्नु यार। कैसा मेरो भाइ? झकास आज भोटनीको बर्थडे परेछ। होइन होला होइन होला रे। ल भोटनीलाई जन्मदिनको शुभकामना। यसो मिलन जी जोड्छु भनेको मिलन जी आउट भइहाल्नु यार। केटा मिलन जी आउट भइहाल्नु भयो म जोड्छु भनेको यार। गाइस सबैजनालाई गाइस मेरो तर्फबाट केक नम्बर मिलाइदिन्छु। May God bless you. May God bless you. May God bless you, Votini. Happy birthday to you. Thank you so much guys. सबैजना thank you so much. Thank you. जन्मदिनको एकदमै शुभकामना छ भोटनी। तिमीले चालेका कुराहरू चाहेका कुराहरू पुरा हुन्। Yes. Thank you so much. Thank you सबैजनालाई guys. Everyone guys सबैजना thank you so much. खै हामीलाई केक छैन। केक दिन्छु। कति वर्ष कि भयो भोटिनी? 22 वर्ष भए। हेर्दा 33 जस्तो देखिन्छ त। ब्रदर हाम्रो सबैजना भ्युअर्सलाई र मिलिनको भ्युअर्सलाई सबैजनालाई ल केकमा लिपस्टिक लाग्यो पागल। लिपस्टिक हैन यो यस्तै हो यार। अनि इफेक्ट हेर्दा 33 देखिन्छ 33 इफेक्ट 33 लिपस्टिक लाग्यो। ल गाइस सबैजना थ्यांक यू सो मच। हेर्दाखेरि 33 देख्न तिमी त। 33 देखिन्छ 33 लागेपछि त 33 हुँदैन त? 33 33 कि 23? 33 ए 23 33 22 पुरा भयो के 22 पुरा भयो। अनि भोलि पनि बर्थडे छ तिम्रो? भोलि चाहिँ स्पेशल बर्थडे भोलि। कता कार्यक्रम राखेछ कि आफ्नो घरमा हो? आफ्नै घरमा हो। लाइभमा जोड्यो है? ओके स्योर। भोलि पनि केक काट्छौ? मेरो साथीलाई काट्नु पर्ने आज त 12 बजे अहिले भएर। अहिले को छ त घरमा? अहिले मेरो बहिनी मम्मी भाइ सबैजना खाइन्छ। टिकटकको गिफ्ट तल आउनु पर्दैन अनि मनकै कुरा गर्दिन यार। भन्दा नि अब के जन्मदिन नमनाउनु त टिकटक कि लायो भने के जन्मदिन नमनाउनु त नि। म भन्दा त कहाँ अन्त तिमी त 10 वर्ष कान्छी रहेछौ नि। अब के गर्नु त? म भन्दा 2 वर्ष जेठी रहेछ। हजुर? म भन्दा 2 वर्ष जेठी रहेछ। हो र? हो नि म त भर्खर 14 लाग्दैछ नि सरजी। थ्याक तपाईँ पक्का झापाली हुनुपर्छ लास्ट कपाडी। म झापाली हो त सरजी। 14 रे? राजसमलले भर्खर 18 भएछ। 34 के? मिलन 34 वर्ष 14 हो कि 30 हो? म त्यस्तो धेरै त पुगेको छैन। त्यति लास्ट पनि होइन यार मतलब। ल गाइस म पो बुढो बर्थडे भयो। म भन्दा 2 वर्ष जेठी रहेछ अनि भनेपछि म कति आशीर्वाद दिनु होला गाइस सबैजना ठुलो आशीर्वाद दिनु होला। म पो बुढो भयो त यार। क्या तपाईलाई भर्खर 13 जस्तो देखिरहेछ? हेट मक्कै पार्दिन यार औडा हेट। पक्कै जाम क्या भोटिन तरुन यार नभए। त्यो बर्थडेले केक खाना नि बोलाएन? केक दिइसक्यो यहाँबाट किन बन्यो होला। थ्यांक यू सो मच मलाई थ्यांक यू। ठुलो आशीर्वाद। नेपाल आए त जानु थिएन है मिलन जानु थियो होला है नेपाल आए है मिलनजी? हाम्रो घर लोकल भाले खाना आउने भन्दै थियो। मिलनजी? बोलायो भने त जाने हो। होइन यदि नेपाल भएको भए यदि नेपाल बाइचान्स नेपाल भएको भए अथवा यस्तै कार्यक्रम पारेर जानु थियो होला है? हो जान्थ्यो होला बेबी। हामी त नजिक भएर पनि म नजिक भएर जान पाएन यार। अब यति धेरै उइस थाहा नि मलाई गाइज हर्छ यति धेरै उइस। ल गाइस सबले उतापट्टि गएर यसो हाम्रो भोटिनलाई ह्यापी बर्थडे भन्नु होला।
शुभकामना दिनुहोस् नम्बरी आज बाँचे स्पेसल दैवले साँचे फलोस् फुलोस् अघि बढोस् यस्तै प्रगति गरिरहोस् हो। होइन हिम्मत नहार्नु कहिले जन्मदिनको पनि तिमीलाई धेरै धेरै शुभकामना छ होइन अँ। अरू त पुरानो भन्न के वसन्तलाई त्यागेर सकिन्छ र पुरानो वसन्तलाई त्यागेर नयाँ वसन्तलाई प्रगति गर्दैछौ खुट्टा तान्ने अनेक होलान् तर अगाडि बढ्नु आफ्नो गन्तव्यमा पुग्नु एउटा असल साहसी छोरीको नाम स्थापित गर्नु भोटिनी नामै ब्रान्ड छ टिकटकमा नराम्रो बाटो नअप्नाउनु होला राम्रो बाटो हो। सोचेर जानु होला अघि बढ्नु होला प्रगति गर्नका लागि हो टिकटकमा तिमीलाई पैसै हो धेरै धेरै भन्दाखेरि अनेक जन्मदिनको नराम्रो काम नगर्नु होला। शुभकामना छ भन्दै दुई चारवटा शब्द मैले यहीँ टुङ्गान चाहे हजुर अँ। अरू भन्न के नै सकिन्छ र खुट्टा यसो तान्ने धेरै होला लास गीतमा उडाउने धेरै मिलन होला तपाईँको आवाज बहुत राम्रो छ यसो गीतमा यसो भनिदिनुहोस् न हौ ह्याप्पी बर्थडे भनेर यसो होइन सरजी ह्याप्पी बर्थडे टु यू तपाईँ बवाल गाउनुहुन्छ हौ ह्याप्पी बर्थडे टु यु तर इन्भाइटै छैन के गर्ने भोटेनीको बर्थडे भनेर थाहा थिएन ल डेफिनेटली थाहा हो थिएन है थाहा थिएन किन यार भोटिङ तिमी यार ए भोटिङ तिम्रो बर्थडे दुनियाँलाई थाहा अनि मिलनजीलाई थाहा हुन्न अनि मिलनजीले मलाई अब के मलाई त्यो गर्नु भएन त मलाई फलो गर्नु भएन नि त्यही भएर फलो गर्नु भएन मतलब What do you mean? त मलाई अब मेरो 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 त्यो राख्नु भएन त्यही भएर नि के भन्छ अरे के भन्छ त्यसलाई स्याहार गर्नु भएन अरे के अरे त्यो के के चियो गर्नु भने चियो अब भोटिनीको अब हरेक ब्रोडमा हरेक नाममा हरेक लाइभमा कुदिरहेको छ भोटिनीको बर्थडे आउँछु यस्तो उस्तो यहाँनिर दुनियाँ लक्ष्मी कलेक्सन सलेक्सन सब दुनियाँ भाती भइसक्यो मलाई थाहा हुन्न मलाई थाहा छैन प्रम बेस थाहा छैन अहिले रविनजीले भन्दामा थाहा थाहा छैन लक्ष्मी कलेक्सन धरि पुगिसक्यो यहाँ कुरा अनि अहिलेसम्म थाहा हुने संसारमा नेपालको कुना काप्चामा पागल श्रीमती आज कोठामा सुत्न आएछ मार्चे मार ए ल ल ए रविन सर किन लाइभ काटु कि काटु आज बेलैमा 12 बजे भनेको भन्छन् भनेको काण्डहरू ल ल अब भनिदिनु नामै नल्याउ के पागल आज त ए हुन्छ हुन्छ आज अनि मार्च तिमी कतिले हो त्यहाँदेखि दुनियाँलाई चर्चा बनाएको लक्ष्मी कलेक्सन एकदम सुपर धारा मोतर धारा सुपर धारा कतिको केक काट्यो हो नि भटेनीले हजुर कतिको केक हो त्यो कति के को बहिनी ल्याइदिएको मेरो बहिनी ल्याइदिएको बहिनीसँग नि बोलाउन बहिनी लस्सो फ्याफुल्ला बहिनी लस्सो फ्याफुल्ला दर्शन हजुर दर्शन लस्सो कति फ्याफुल्ला बेला भने यार ल्याउनु कमसे कम भने ताङ घाँसा फर्कन होला न यार फेरि बोल्न पर्यो नि धेरै बोल्छु म फेरि बोल्नुहोस् न बोल्ने मान्छेको पिछो पिछो दिदीले बोली बोली घर बनाइसक्यो अलिजना लाटो भएर कामै छैन बोल्नुपर्छ हौ तर भोट्ने भन्दा बहिनी राम्रो यार तिम्रो साकै बहिनी त होइन नि मेरो आफ्नै बहिनी त नि अनुहार त अलिअलि मिल्छ के मेरो आफ्नै बहिनी हो ल के गर्छन् पढाइ लेखाइ पढाइ सकिसक्यो अहिले प्याजको त्यो प्याज गोड्ने काम गर्दैछन् हे? प्याज गोड्ने काम मिलनजीले हो र मैले त यति प्याज गोडिरहेको थिएँ नाम चाहिँ के उसको चाहिँ प्याज होइन लसुन हो बहिनीको लसुन नाम चाहिँ के नि के थाहा छैन र तर बोल्छ सेम टु सेम अलिकति नक्कल त सेम टु सेम भोटिङतिर गयो थाहा छैन र सेम टु सेम नानी के के सपना भन्नु? के सपना 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 हो उम्. ए पढाइ लेखाइ गर्छ नि कि प्रिन्सेस हो किन अब खोजिदिन लामो भएको र पढे लेखेको त्यो सबै सोध्नु भयो त अनि ए मेरा बा आवाज पनि सेम छ यार म त लाटियोला भनेको त कति बोलेको यार कति पढ्नु गोर्खा चाहिँ के त हरा गर्नु? त सकिसक्यो पढाइ अहिले ल्याङ्ग्वेज पढ्दै हो बोल्दै त सब बाहिर जाने उम्. ठिक छ पढेको कुरा कति वर्ष हुनु उहाँ चाहिँ अलिकति कलिलो जस्तो लाग्यो मलाई 19-20 हुन्छ अब आवाज पनि सेम टु सेम छ यार तिमीले त यार कमेन्टमा के लेखेछ नि बाजेले थुक्नीले गरेर छ्यापछि बहिनी हो यार रेस्पेक्ट गर तपाईँ मेरो बहिनी है सपना चाहिँ बहिनी हो नि म 33 वर्षको अनि बहिनी 19 वर्षको अनि कहाँ 10 के को बहिनी हो छोरी हो नि तपाईँको त। मैले नि त्यही भनेर छोरी हो नि तपाईँको छोरी त अलि अति भनेर मिलन यार छोरी हो नि तपाईँको नै छोरी त अलि अति भयो कि त्यति साह्रो बुढ्दो हिँड्छु म मेरो त दुईजना दिदी हो तपाईँ त भर्खर 14 लागेको हो नि हेर
त्यो 14 वर्षको अनि यत्रो ठुलो कसरी मम्मी भएको मेरो 14 वर्षको मान्छे अनि कसरी मेरो छोरी भयो यार अन आई सपना तपाईँ इङ्ल्यान्डको प्रिन्सेस होइन त नि त प्रिन्सेस हो हो इङ्ल्यान्डको Thank you so प्रिन्सेस much, होइन तपाईँ Mr. नि Thank you. सपनाजु हजुर तपाईँ प्रिन्सेस हो इङ्ल्यान्डको त लजाको नि त लजाको बाबा जसले जे सोच्छ त्यही नै हो गोर्खाली भाइ यार दाइ भन्नु नि के छ एकदम राम्रो राम्रो देख्छ म त किन भोटिङ पनि राम्रै छ हौ भाइलाई मिलाइदिनु पर्छ कि नै जिस्का गर्ने सरी नै ए दाइ ए लजाएर किन एक्लै एउटा जी हेरेन फेरि गाइदिएको भन न मिलनजी अझ लास्टै रोमान्टिक हुनुभएको छ हो अच्छा के खानु भयो नि मिलनजी जीवनमा रोमान्टिक हुनुपर्छ हौ सुबाको बिहानी सबैले खेतपातको हरियो परियोले सुरु हुन्छ मिलनजीको केले भयो नि आज लास्ट पेन्डिङ भएर यार शुभको बिहानी सबैको हरियो पातले हुन्छ यो तोरी घरको साथपातले मिलनको चाहिँ केले भयो नि भनेको नि म त उता साथीको घरमा गएको थिएँ त्यतै निदाएको छु क्या अहिले उठेर नि यता थ्याङ्क यू सो मच घर आयो ए अनि रुबेन दाई कति नाक कोटाएको छ के कटाउँदैन भाइ 14 वर्षको नानीले नाक कोट्याउँदैन के हैट भाइ आज श्रीमती घरमा आएर साँच्चै के बोल्न पाएन रहेछ भाइ यार होइन होला कोठा भाइ यार दिमाग खरा यार ए भाउजू त्यही हुनुहुन्छ खाटमै के अघि भोटिङले लक्ष्मी ठिक कलेक्सन ठिक 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 यतिकै गरिबस्यो नि त सही लक्ष्मी कलेक्सन भन्थ्यो मैले चुपला नबोल भनेको त चुप्पै भयो बिचरा हैट र भाउजू सुतिरहनु भएको छ ए दाइ त्यसो काम गरेर नै फेरि भाउजू है भूत ल्याउला अहिले वाट्सएपमा कल हानिदिन्छु नि फेरि रुबेन दाईको कपाल टाउकोमा कपाल रहँदैन है यस्तो भएर झन् आज हिलो नखानु श्रीमती भनेको त भन्ने के स्टोरी हाल्छ त के रे त्यही त श्रीमती भनेको त जीवन साथी पो हो त भनेर स्टोरी हाल्छ त हो त अलि पागल लास्ट जति दुःख गरे जति गर्लफ्रेन्ड बनाए लास्ट हस्पिटलको बिस्तारमा यसो हेल्प गर्ने भनेको श्रीमतीले हो हस्पिटलको गर्लफ्रेन्ड चाहिँ किन बनाउनु बनायो भने जगदम्बा सिमेन्टले बनाउँछु बलियो हुन्छ रे ए गर्लफ्रेन्ड बनायो भने जगदम्बा सिमेन्टले बनाउँछु भनेको के बलियो हुन्छ रे चक 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 गाह्रो छ भोटिनी कति 33 लागेको अँ हैट रुबिन सर 34 भोटेनी म भन्दा 9 33 वर्ष जेठो भएर म त 14 हो कान्छी 14 होइन हौ 23 होला हौ 23 चाहिँ कसले 33 भनेको छ म त 33 भन्छ 23 चाहिँ हो म त 33 होला भनेर 23 वर्ष हौ त्यति लास्ट सुटिङ देखिन्छ म भन्दा 1 वर्ष कम्ती भएर दादा त्यति म साह्रो त सुटिङ 9 पनि वर्ष देखिन्छ जेठो भनिदिरहेको थिएँ म त म भन्दा 2 वर्ष जेठो रहेछ न होइन मान्छे कहिले छ रियलमा देख्ने थाहा होला नि रोबिनलाई भन न म कस्तो भनेर डन्डीफोर मात्र खा डन्डीमा थाहा थियो तिमीले मेरो गालामा डन्डीफोर त नडाला यार बुझ जस्तो अलिअलि पिम्पल आएको तिम्रो रियलमा अनि पिम्बाउने बेला यो बेला नानी कहिले आउँछ तपाईँको मेरोमा आइन्छ है बाउले तपाईँको मेरा मतलब अनि पिम्बाउने बेला हो त यो अनि पिम्पल नानी के आउँछ त होइन अनि गालामा 2-3टा पिम्पल थियो कमरा आस्तो पिम्पल आए पो डिम्पल हुन्छ त नि यहाँ त अहिले अलिकति इफेक्टले गर्दा अलिकति देखियो तर मान्छे राम्रो चाहिँ अघि चाहिँ ट्याक्क पातलले त्यति खास टिकटकले फिल्टरको काम चाहिँ साह्रै राम्रो गर्छ है फिल्टरले नि मलाई पनि भाइ यो फिल्टर हट्नुपर्छ म पनि भुत्तर छन् देखिन्छु अस्ति भर्खर लाइन गएको थियो ए हिजो भर्खर लाइन गएको देख्दै मैले इफेक्ट हाल्दिउँ एकैछिन होइन त हिजो देखेको इफेक्टै चाहिँदैन बत्ती गएको थियो मैले भैया जस्तो देखिन्छ त नि थोत्रे फला हाम्रो फालन त हाम्रो फालन त स्टिल ले लो बरु हाम्रो यस्तो छ हौ बरु फाल्दाखेरि यस्तो छ हौ हाम्रो बरु के क्यामेरामा आँखा घुसा लास्तो गर्नु बहिनी पनि के हो यो अनि हाम्रो त पुरा नराम्रो पुरा इफेक्ट
राम्रो रहेछ त हामी त अनि अनि मेकअप डर इफेक्ट नलगाएको होइन अनि नि कहाँ त्यो मेकअप 24 देखेन अनि मन 24 फेरम लगाउनु लगाउने लगाएको makeup। कहाँबाट चाहिँ गयो यस्तो बरु कान्छीले चाहिँ लाएर हुन्छ ए भोटे नि हजुर कान्छीको बोयफ्रेन्डसँग सोध न के भन्छ होइन हाँ छैन रे छोइन रे दिदीको छ भन्छ पागल अहिलेको जमाना हुन्न गोर्खाली खाली छ त ए ए केही छैन भाइ एउटाको बिहा भयो भने अर्को छ के टेन्सन यार ए छोडा न बे अच्छा मैं अंधा हूँ अच्छा मैं बेहरा नहीं हूँ कान्छी मेरो भनेर यार आँखा मत लगाओ कान्छी